What is the purpose of marriage? विवाहको उद्देश्य के हो? कतिजना हामी जवानी छौँ, तपाईँ पनि भविष्यमा विवाह गर्नु खोजिराख्नु भएको छ, ओर गर्नुहुन्न भने प्रेज द लर्ड, गर्नुहुन्छ भने प्रेज द लर्ड। अनि जतिको अलरेडी विवाह भएको छ, तर कहिले तपाईँले सोच्नु भएको छ हामी समाजमा बसेको कारणले गर्दाखेरि हामी अरूले जे गर्यो त्यही त होला नि, अब बिहा गर्ने होइन, घरमा बस्ने, बच्चा जन्माउने, नाति पलाती खेलाउने, मर्ने। तर वास्तवमा कहिले हामी गम्भीरतामा सोचेको हुन्छौँ कि रियल पर्पस के हो विवाहको? त्यो चाहिँ धेरै इम्पोर्टेन्ट छ। जति हामी बुद्धिमान भएर अगाडि बढ्छौँ नि, हामीले एउटा प्रश्न चाहिँ सोध्नुपर्छ, पर्पस चाहिँ के हो, उद्देश्य के हो? परमेश्वरले हामीलाई कहिले पनि बेकामको बनाउनु भएको छैन। जहिले पनि उनीहरूको एउटा उद्देश्य हुन्छ, त्यो बनाउँछ। एउटा छुरीलाई पनि बनाउँदाखेरि नि उद्देश्यले मात्र बनाइन्छ, ओर एउटा सेलफोन बनाउँदा पनि उद्देश्यले मात्र बनाइन्छ। अनि मेन कन्सर्न चाहिँ विवाहको उद्देश्य पनि के हो, यही कुरामा हामी आज बढ्नेछौँ। एकजना दाजुले मलाई भन्नुभएको, अनि उनीहरू ब्याचलर हुँदाखेरि कुरा चल्यो अरे, अनि उसको साथी पनि ब्याचलर, उहाँ पनि ब्याचलर, अनि कुरामा यस्तो कुरा चल्यो अरे कि छोरी मान्छे भने चाहिँ यस्तो बोतल देखाएर फर्काइ बोतललाई फर्काएर के उसले